हेलो हेलो साथीहरू, आज चाहिँ मसँग बनाउनुस् टिमुरे आलु। अब रुममा भएको कारणले जे छ जस्तो छ त्यस्तै अनुसार बनाउनु पर्छ है। सुरुमा हामी यहाँ स्टार्ट गर्दैछौँ। पटाटोलाई चाहिँ डिप फ्राई गर्नुहोस्। डिप फ्राई पनि अब त्यस्तो विधि गर्नु पर्दैन, जे होस् लाइट वेटमा डिप फ्राई गरेपछि अनि हाम्रो स्टार्ट हुन्छ। सबै कुरा चपिङ गरेर राख्ने है। केचप र सोया सस चाहियो। हेलो हेलो साथीहरू, आज हामी बनाउँदैछौँ टिमुरे आलु। टिमुरे आलुमा सबभन्दा सुरुमा चाहिँ आलु चाहिँ डिप फ्राई गर्नु है। अनि त्यसपछि चाहिँ चप गरेर राखेको अनियन होइन म देखाउँछु ल। अब हामी चाहिँ रुममा छौँ, अब जे जस्तो छ सबै चाहिँ म देखाउँछु मिनीसम्म। यो चप गरेको अनियन, चप गरेको चिली, अनि यो चाहिँ लसुन हो। अनि त्यसपछि टिमुर चाहिँ मैले पिनेर राखेको छु। अनि म चाहिँ अहिले देखाउँछु। अनि त्यसपछि हामीलाई चाहिन्छ केचप चाहिन्छ होइन। अनि त्यसपछि उयो अल्सो निड के अरे सोया सस पनि चाहिन्छ होइन। डिप फ्राई गर्ने यो चाहिँ। अनि डिप फ्राई गरेपछि चाहिँ अनि हामी बनाउनु पर्छ। यसमा चाहिँ धनियाँको टपिङ जस्तो मिठो चाहिँ केही पनि हुँदैन। तर आज चाहिँ हाम्रो बारीमा चाहिँ धनियाँ छैन, सकियो। अघिल्लोचोटि बनाउँदा चाहिँ थियो। धनियाँको टपिङले चाहिँ एकदम बेस्ट। सबभन्दा सुरुमा हामीले यहाँ के राख्छौँ भने चप गरेको। चप चाहिँ जति मसिनो गर्नुहुन्छ त्यति राम्रो हुन्छ है। हामीले सुरुमा राख्छौँ। यो चाहिँ हामीले धेरै पकाउनु हुँदैन। हामीले चिल्ली पनि राखिदिँदा केही फरक पर्दैन अहिले। यसमा अब हामीले राख्छौँ। अब हामीले चाहिँ सस बनाउने हो। सबभन्दा सुरुमा सस बनाउने हो, तर एकैछिनमा चाहिँ पाकमा दिनेलाई। अनि हामीले चाहिँ यसरी ससेस राखेर सस बनाउने हो सुरुमा है। अब मेरो क्यामेरा एङ्गल के भयो। अनि त्यसपछि चाहिँ अब आफूलाई कति हाल्न छ है। सोया सस चाहिँ म थोरै नै राख्छु। अब सोया सस एड गर्ने है। त्यसपछि यो चाहिँ कालो हुनुपर्छ कि यो पाक्छ नि त। यो पाकिसकेपछि चाहिँ आफ्टर द्याट हामी चाहिँ यसमा आलु एड गर्छौँ। तर धनियाँ इज द बेस्ट कम्बिनेसन फर यो पटेटोको लागि चाहिँ। मेरो क्यामेरा एङ्गल मिल्यो। यसमा चाहिँ हामी अनि आलु एड गर्ने। आलु एड गरेपछि हामी यो टिमुरे आलु बनाएको भएर टिमुरे आलु माथिबाट राखिदिने। अब आफूहरूले कति खान खोज्नुहुन्छ त्यही अनुसारको राख्नु होला। अब मैले यहाँ मिस्टेक गरिसकेँ। मैले के मिस्टेक गरेँ भने चाहिँ आज मेरो क्यामेरा एङ्गल नमिलेको कारणले चाहिँ मैले आज यहाँ नुन हाल्न मिस्टेक गरिसकेँ। मैले नुनै हालेको छैन। अब झ्याउ हुन्छ। यस्तो मिस्टेक तपाईँहरू चाहिँ नगर्नु होला। खस्यो। त्यसपछि अब हामी प्लेटिङ गर्छौँ। हामी चाहिँ यहाँ प्लेटिङ गर्ने बेला चाहिँ जहिले पनि यहाँ चाहिँ हामीले धनियाँ टपिङहरू गर्नुपर्छ। तर आज चाहिँ छैन। यहाँ चाहिँ पाकिसक्यो है। पिरो भएर खाने मान्छे नहुन गहन। म चाहिँ कुरिरहेको छु। सेलाइसक्यो। पिरो चाहिँ पिरो भयो। टिमुरकोले गर्दा होला पिरो भयो।